हजुरहरूको काम नबनेर कसको काम बन्छ त? हजुरहरूले यदि सुतेको बेला सपनामा खेतमा धानको बाला झुलेको देख्नुभयो, बारीमा तोरी फुलेको देख्नुभयो, मकैले धानचुती गरेको देख्नुभयो, है राम्रो फुलको बगैँचा देख्नुभयो, राम्रा राम्रा नदीनालाहरू देख्नुभयो, सङ्गला नदीनाला देख्नुभयो, समुद्र देख्नुभयो, समुद्रमा पौडी खेल्दै 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 पौडी खेलेर पार गर्नुभयो, समुद्र पार गरेर फेरि वारी आउनुभयो, अनि खोलामा पुल देख्नुभयो, पुलमा सर्लक्क तरेर पारी जानुभयो र पारीबाट फेरि वारी आउनुभयो, है यस्तो पारी र वारी गर्नुभयो भने त अझै हजुरहरूको काम बन्छ। र हजुरहरू एकदम यङ जवानी भर्खरका केटीसँग हाँस्दै हाँस्दै कुरा गर्दै गर्दै मायाका कुरा गर्नुभयो भने पनि हजुरहरूको काम बन्छ। र हजुरहरूलाई यदि राति सपनामै है जस्तै पितृदेवता आएर टीका लाएर केही आशिक दिँदै हुनुहुन्छ भने त्यो आशिक अवश्य प्राप्त हुन्छ। र हजुरहरूले पितृहरूलाई चाहिँ एकदम हाँसेको मोडमा, खुसियाली मोडमा आनन्द फेस देख्नुभयो भने पनि काम बन्छ, है। तर सपना कस्तो अवस्थामा देखेको हुनुपर्छ भन्दाखेरि जस्तै रातिको 2 बजेदेखि बिहान अब भनौँ न 6 बजेसम्मको यो सपना लागु हुन्छ, तर त्यतिखेर पिसाबले हजुरहरूलाई चापेको हुन भएन, हात छातीमा यसरी हुन भएको भएन, है सुताइमा एकदम अप्ठ्यारो भएको हुन भएन। हजुरको शरीर खुल्ला छ, खुल्ला तरिकाले सुत्नु भएको छ, आनन्द तरिकाले, तर एकदम हजुरलाई फ्रेस मोडमा, शरीर फ्रेस मोडमा चाहिँ हजुरहरूले यो सपना देख्नुभयो भने अवश्य काम बन्छ। भोलि कुनै काम आँट्नु भएको छ भने आज यी मैले भने अनुसारको सपना कुनै पनि देख्नुभयो भने अवश्य काम बन्छ। अन्य जानकारीको लागि भिडियोमा कमेन्ट गर्दै गर्नुहोला। र तन्त्र मन्त्र सम्बन्धी कोही हल्लिने झुल्लिने दुनियाँदारी बिरामी हुनुहुन्छ, केही तपाईँहरूलाई सिप लागेको छैन, है कोही घरका पितृ देवताले हो कि कोही छेतपेतले भूत प्रेतले हो कि भन्ने मान्छे पनि मेरो लाइभमा जोडिनु होला। र मेरो बायोमा पनि नम्बर छ, कन्ट्याक्ट गर्नुहोला। अवश्य मैले जानेको तपाईँहरूलाई सेवा दिनेछु। नमस्ते है।